विराटनगर महानगरपालिका वडा नम्बर यो कति भयो? वडा नम्बर 12 यो सैनिक टोलदेखि ठिक उत्तर के अरे यो कृष्ण मार्गदेखि पश्चिमपट्टि हाम्रो प्रेम देवान लुङ्गा सर यो हाम्रो जाने आवर विराटनगरको पत्रकार सर हुनुहुन्छ। उहाँको घरकै छेउमा के अरे यो घरको नाम चिन्ता कुमारी सिंहको घरमा चाहिँ एउटा गोमन छ भन्ने खबर आएको थियो। अहिले म यहाँ आएको छु, पछाडिपट्टि हाम्रो चाहिँ निक्लिने ढोकाकै मुनि चाहिँ बसेको रहेछ। मैले आएर हेरेँ तर भित्र पसिहाल्यो। त्यो पालमा खन्दा जाँदाखेरि यो 21वटा यहाँ देखेँ नि त भाइ, यहाँ 21वटा अन्डा चाहिँ त्यो गोमनको अन्डा फेला परेको छ। अनि गोमन साप पनि फेला परेको छ, तर त्यो भागेको भित्रभित्र कता गयो, तर धेरै ठाउँमा खनेर हेरेँ तर फेला पार्न सकिनँ र अझै पनि मेरो प्रयास जारी छ। तर यो अन्डा चाहिँ 21वटा अन्डा चाहिँ त्यो गोमनको फेला परेको छ। सबैजनाले हेर्नु होला, गोमनको अन्डा यसरी चाहिँ चाक्लो भएको थियो। अहिले म एक-एकवटा छुट्याएको छु, त्यस कारणले गर्दा यसलाई फुल छोपेर बसिएर छ। पछि चाहिँ नि मैले त्यसलाई फेला पारिनँ, अझै पनि खोज्ने क्रम जारी छ। त्यो भएर चाहिँ हरेक जनमानसको घरमा चाहिँ सर्प छिराएको अवस्था छ। एउटा गोमन सापले 21-22वटा 30-32वटा अन्डा पार्छ भने हामी कति सुरक्षित छौँ वरिपरि भन्ने कुराहरू सबैले चाहिँ जानकारी हुनुपर्छ। त्यस कारणले गर्दा घर वरिपरि सफाइ गर्नु पऱ्यो, वरिपरि झाडीबुटेनहरू राख्नु भएन, अनावश्यक सामानहरू थुपार्नु भएन, घरमा सुत्दाखेरि झुल्ट्याएर सुत्नु पऱ्यो, राम्रोसँगले चाहिँ खाटोमा सुत्नु पऱ्यो, भुइँमा सुत्नु भएन, हिँड्दा ओर्दा जुत्ता लाएर हिँड्नु पऱ्यो, लाइट बालेर हिँड्नु पऱ्यो। यी कुराहरू गर्नुभयो भनेदेखि तपाईँ केही हदसम्म सर्पबाट जोगिन सक्नुहुन्छ। नानी बाबुहरूलाई साँझ पख कसैलाई पनि बाहिर नछोड्नु होला, वरिपरि कहाँ कुन अवस्थामा चाहिँ सर्प बसिरहेको हुन्छ थाहा हुन्न। त्यस कारणले गर्दाखेरि यस्ता यी बच्चाहरू निक्ल्यो भने तपाईँकै घर वरिपरि बस्ने। यो जुन 21वटा अन्डा छ, 21वटा अन्डाको बच्चा निक्लिँदाखेरि तपाईँहरूको घर वरिपरि नै त्यो के हुन्छ, त्यो बच्चाहरू बस्ने हुन्। त्यस कारण त्यो 21वटा गोमन वरिपरि नै घुम्ने हुन्। त्यस कारणले गर्दा हामी चाहिँ असुरक्षित छौँ, तर सुरक्षित चाहिँ आफै बन्नु पर्छ है। त्यस कारण सबैजनालाई जानकारीको लागि भिडियो बनाएको छु। ल सबै अझै पनि एकचोटि देखाइदिन्छु यहाँ। ल हेर्नुहोस् यहाँ 21वटा गोमनको सापको अन्डा हो यो। ल धन्यवाद।